म गलत होइन हैन, तपाईहरु चाहिँ गलत हुनुहुन्छ क्या। अहिलेको सरकार को छ? अहिलेको सरकार पालिने सरकार होइन भनौँ न। अब हर्क साम्बाङ अर्कोचोटि हो कि चुनावमा चाहिँ प्रधानमन्त्री बन्छ या बन्दैन भन्ने त्यो पनि ठेगान छैन। सुकुम्बासीको लागि चाहिँ होइन रहेछ क्या बोल्नु भएको। उहाँको एक व्यक्ति, उहाँको नेता र उहाँको पार्टीको एक व्यक्तिको घर र त्यो व्यक्तिलाई जोगाउनको लागि चाहिँ उहाँले यसरी आवाज उठाउनु भएको रहेछ भन्ने प्रश्न देखिन्छ। नमस्ते सबजनालाई, म राजिन मगर र तपाईँलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र मलाई चाहिँ धेरैभन्दा धेरै मान्छेले के भन्नुभयो भने तिमीले गलत मान्छेलाई सपोर्ट गर्दैछौ हेर भाइ, र तिमीले चाहिँ हर्क साम्बाङ जस्तो व्यक्तिलाई चाहिँ सपोर्ट गर। उहाँ जस्तो नेता यो देशलाई यदि सही बाटोमा लिएर जान्छ भने मात्र हर्क साम्बाङ हो, त्यसैले हर्क साम्बाङलाई सपोर्ट गर भन्दै कतिपय धेरैभन्दा धेरै मान्छेले मलाई भनेको भएर होइन। र मलाई चाहिँ भन्नुहुन्थ्यो कि तपाईँ गलत बाटोमा हिँड्दै हुनुहुन्छ र तपाईँले चाहिँ हर्क साम्बाङ जस्तो व्यक्तिलाई चाहिँ सपोर्ट गर्नुहोस्, साथ गर्नुहोस्, साथ दिनुहोस् र यो देश विकास गर्ने भनेको नै हर्क साम्बाङले नै हो भनेर चाहिँ धेरैभन्दा धेरै साथीहरू अथवा यताउति ले चाहिँ भन्नुभयो मलाई होइन। तर म चाहिँ के भन्न चाहन्छु भने म गलत होइन होइन, तपाईँहरू चाहिँ गलत हुनुहुन्छ क्या। अहिलेको सरकार को छ? अहिलेको सरकार बालिन सरकार होइन। बालिन सरकारले हो नि त काम गर्ने भनेको त। हर्क साम्बाङ त अर्कोचोटि चुनावमा हो उहाँ उठ्ने भनेको होइन। अब हर्क साम्बाङ अर्कोचोटि हो कि चुनावमा चाहिँ प्रधानमन्त्री बन्छ या बन्दैन भन्ने त्यो पनि ठेगान छैन होइन। तर अहिलेको सरकारले जुन काम गर्दैछ होइन, त्यो सरकारलाई त सपोर्ट त गर्नु पर्यो नि त। नराम्रो काममा पो आलोचना गर्ने होइन, तर राइट कामको लागि त हामीले सपोर्ट गर्नु पर्यो नि त होइन। तपाईँहरूले चाहिँ बरु राम्रो कामको लागि पनि र आफ्नो पार्टीको लागि चाहिँ धेरैभन्दा धेरै यो सरकारलाई आलोचना गरिराख्नु भएको छ क्या होइन। तपाईँहरू गलत हुनुहुन्छ एक। र अर्को भनेको जुन हर्क साम्बाङले सुकुम्बासीहरूको बारेमा चाहिँ धेरैभन्दा धेरै साथ सपोर्ट दिएर बोल्नु भएको थियो होइन। तर उहाँले जुन त्यो सुकुम्बासीको लागि चाहिँ होइन रहेछ क्या बोल्नु भएको। उहाँको एक व्यक्ति, उहाँको नेता र उहाँको पार्टीको एक व्यक्तिको घर र त्यो व्यक्तिलाई जोगाउनको लागि चाहिँ उहाँले यसरी आवाज उठाउनु भएको रहेछ भन्ने प्रश्न देखिन्छ। किनभने उहाँको पार्टीको नेताको त्यो खोला छेउमा एउटा सरकारी जग्गामा घर भएको पनि देखियो होइन। र त्यो घर भत्काइसक्यो र त्यसकै लागि नै धेरैभन्दा धेरै सुकुम्बासीहरूको नाममा चाहिँ धेरैभन्दा धेरै आवाज उठाएको जस्तो लाग्यो होइन। तर यो सरकारले राम्रो काम गर्दैछ होइन। हर्क साम्बाङ त बरु कस्तो भने जनता भड्काउने होइन, विकास विरोधी हो कि। त्यसैले म गलत होइन, तपाईँहरू नै गलत हुनुहुन्छ। धेरैभन्दा धेरै विचार गर्नु होला। हस्, धन्यवाद।